यो सुन्दर बिरुकुम खानीको वृक्षारोपण यो यहाँ सल्लाहको बिरुवा अनि यता छ त्यसपछि यता छ यो डाँडाभरि पुरा छ। यता माथि देख्न सक्नुहुन्छ यो हरियाली खासै खाल्डो देखिएको छैन तर यो ढुङ्गादेखि लिएर यस्तो भएर यो सब यता भएर यहाँ हाम्रो बालाराम सर हुनुहुन्छ अनि उहाँ चाहिँ निरीक्षणमा आयो भन्नुहुन्छ के र अब यहाँदेखि लगेर ऊ पारी त्यो पारीको डाँडासम्म चाहिँ वृक्षारोपण छ। वृक्षारोपण ठिकै भएको छ। अलिकति यो हरियालीले गर्दा चाहिँ बिरुवा अलि देखिया छैन सानो भएर ऊ यहाँ देख्न सक्नुहुन्छ। यता अनि यता यो छ टन्नै छ यता माथिदेखि लिएर ऊ यो पारीको डाँडासम्म खाल्डाहरू देख्न सक्नुहुन्छ। हरियालीले गर्दा देखिया छैन घाँस ठुलो भएको अनि यता ऊ पारीसम्म यति नै छ। त्यही त ऊ माथिसम्म त्यही हो त्यो मकैको डिलबाट धेरै एरियामा छ। बिरुवा चाहिँ नजिकबाट हेर्दा यस्तो छ। यो घाँसले गर्दा बिरुवा पनि सानो भयो अनि यस्तो